रवि लामिछानेलाई अन्याय भएको भन्दै र न्याय माग्न म कहाँ जाउँ भनी रवि पत्नी निकिता पौडेल लामिछानेले फेसबुकमा एउटा भावुक स्ट्याटस लेखेकी छन्। उनले लेख्छिन्, त्रास अझै बाँकी छ। जेठ 9 गते शुक्रबार सर्वोच्च अदालतमा सुनवाईको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगे। बहस सकिएर आदेश आउने दिन सुनाउनेले जे सुनाए पनि अदालतप्रतिकै आशा मर्न दिएन। मनले अन्याय हुँदैन भन्ने लागिरह्यो। हाम्रो तर्फबाट बहस राम्रो भयो। बेन्चको हरेक प्रश्नको कानुन व्यवसायीको तथ्यपूर्ण जवाफ। बहसले तथ्य पक्रेर आदेश गर्न बेन्चलाई प्रशस्त आधार दिएको ठाने। न्यायप्रतिको विश्वास झनै बढ्यो। करिब 2 बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहेँ। केही पछि सह रजिस्ट्रार प्रवक्ताको कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दा कुर्दै करिब 7 घण्टा बित्यो। एकछिन है भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन्। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए। श्रीमान त निस्किनुभयो भनेर एकजना पत्रकार भाइले जानकारी दिए। त्यसको आधा घण्टासम्म पनि आदेश लिएर कार्यकक्ष फर्किएनन् प्रवक्ता। बाहिर निस्किँदा एकजना आफन्तले फोनमा नेगेटिभ समाचार छ, मैले कान्तिपुर अनलाइनमा पढेँ भन्नुभयो। म अदालतमै छु। केही घण्टादेखि आदेशबारे आधिकारिक जानकारी दिने प्रवक्ताको कार्यकक्षमै छु। म निवेदक। मेरो श्रीमानबारे आएको आदेश बाहिरबाट सुन्नुपर्ने, अदालतले आधिकारिक रूपमा नसुनाउने। अदालत प्रशासन कतिसम्म गैर जिम्मेवार। अदालतले न्याय त दिएन, मानवीय व्यवहार पनि गरेन। मानवता हराएको देश। झमझम पानी परिरहेको थियो। अदालतबाट निस्की। शुक्रबारको तनाव, अनिन्द्रा र रुवाई। जिन्दगीकै अत्यन्तै कठिन दिन। भोलिपल्ट शनिबार भैरवा जानु नै थियो। गएँ। अन्यायको शिकार भएकी म कसरी तङ्ग्रिएर हिँडेँ होला, कसरी उहाँको अगाडि पुगे थाहा छैन। सायद जिउँदो लास भएर हिँडेछु। उहाँको अगाडि पुगेपछि मात्रै होस खुले जस्तो भयो। साँझ काठमाडौँ फर्किएँ। केही प्रमाण नभेटिँदा पनि मेरो श्रीमान विरुद्ध मुद्दा लगाइयो। नियत नै राखेर थुनियो। गैर कानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन। अब न्याय माग्न म कहाँ जाउँ? मनको डर मेटाउन कसलाई गुहारौँ? गणतान्त्रिक राज्यमा समेत न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेसरी हल्लिएको छ। थाहा छैन फेरि स्थिर हुन्छ कि सदाका लागि ढल्छ। #जस्टिस फर रवि लामिछाने। तपाईँहरूलाई के लाग्छ साथी हो? एउटा व्यक्तिमाथि यसरी सरकार सबै लाग्दाखेरि र एउटा व्यक्तिलाई अन्यायको हद गर्दाखेरि सरकार चुपचाप छ, सबै जनता चुपचाप छन्। तपाईँलाई के लाग्छ? रवि लामिछानेलाई माथि प्रतिशोध साँधिएकै हो त? आफ्नो विचार कमेन्ट गर्नुहोला।